हेलो एभ्रिवान है यो चाहिँ मेरो कार डिटेलिङ सेटअप आज म तपाईँहरूलाई देखाउँदै जाँदैछु है। म चाहिँ घरमा आएर केमिकलहरू युज गर्छु कारको लागि डिटेलिङको लागि मैले सर्भिस अनि येलो कलरको चाहिँ यो हाई प्रेसर मेसिनबाट रातो कलर देख्नु भइरहेको होला रातो कलरको किनकि मैले कार्पेटहरू यताउता दुनियाँ सफा गर्न युज गर्छु। अनि सबै बोतलमा चाहिँ मैले थोरै थोरै केमिकलहरू बोकेर हिँड्छु। तपाईँहरूलाई म पछि के भन्छ ठुलो कुन कुन केमिकल कुन कुन सेम्पू हो म तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ मेरो सानो सानो बोतलहरू मिक्स छ। पहिला पहिला मैले धेरै केमिकलहरू ट्राई गरेको थिएँ। त्यसकै सानो सानो बोतलहरू थियो त्यसमा अहिले भरेर ल्याएको छु किनकि ठुलो अब ग्यालिङ बोकेर हिँड्नु सम्भव भएन। अनि ब्रसहरू टायरको लागि ड्यासबोर्डको लागि सबैको लागि त्यो सफ्ट ब्रसहरू युज गर्नुपर्नेहरू हुन्छ। हार्ड ब्रसले हामीले ड्यामेज गर्न सक्छ धेरै सामानहरू होइन। यिनीहरू हो केमिकलहरू होइन। अझै अब तपाईँलाई केमिकलहरू सेम्पूहरू के छ जान्नु मन छ भने म हजुरहरूलाई डिटेलमा भन्छु। ल अब गाडी सफा गरेर हेर्नु जाउँ है त। हो आज हामीले गर्ने गाडीको डिटेलिङ चाहिँ यही हो हेर्नुहोस् है। टायर हेर्नुहोस् है कस्तो छ भन्नु छ फोर्ड कम्पनीको है हेर्नुहोस् है। अब यो गाडीलाई डिटेलिङ गर्ने हामीले फुल त्यो है सफा गरेपछि यो भिडियो अब फेरि देखाउँछु। काम गर्ने बेलामा फेरि यो क्यामेरा खिच्दै गर्न अलिक अप्ठ्यारो हुन्छ होइन मलाई यो त्यही भएर होप चाँडै नै त्यसको सल्युसन निकाल्न अनि तपाईँहरूलाई कसरी सफा गरिहाल्छु कुन कुन केमिकल कहाँ कसरी छर्ने कति मात्रामा हाल्ने सबै म तपाईँहरूलाई देखाइहाल्छु। फाइनली भ्यायो गाडी होइन। दिनेश सल्टीले पुरा मेहनत गरेर हेर्नु न टिलिको बनाइदिएछ। अब त फोन हान्नै पर्छ है। थ्याङ्क यू धन्यवाद सबैलाई भिडियो पुरा हेरिदिनु भएकोमा। प्लिज लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि म अझै पनि नयाँ नयाँ भिडियोहरू लिएर आउँछु हजुरहरूको सामना नयाँ नयाँ गाडीहरू अनि मोर केमिकलहरूको बारेमा कुरा गरौँला डिटेलिङको बारेमा कुरा गरौँला। लाइक र सब्सक्राइब गर्नु है त।